नमस्कार गोविन्द सर हजुर। नमस्ते हजुर। नमस्ते। हामी रारा तालको नजिक छौँ हैन। हजुर। यो रारा ताल वास्तवमा विशाल ताल छ। यो तालको हामी वरिपरि छौँ। यो तालको बारेमा सरलाई अलिकति केही भनिदिनुहुन्छ सर? छोटोमा भन्दाखेरि भीम सर, यो रारा ताल चाहिँ नेपालको सबैभन्दा ठुलो ताल हो। अब यसको लम्बाइ चाहिँ 5 किलोमिटर भन्दा बढी छ र चौडाइ चाहिँ 3 किलोमिटर भन्दा पनि बढी छ भनौँ न। हजुर हजुर। र यो समुद्री सतहदेखि 2900 मिटरमा चाहिँ पर्छ। हजुर। र यो सुन्दर ताल हो भनौँ। सर चाहिँ वास्तवमा यहाँ धेरै पटक तलमाथि गरिराख्नु भएको छ हैन, कलालीकै पनि हो। सर चाहिँ यो रारा तालमा कति पटक आउनुभयो गोविन्द सर? म चाहिँ नि रारा तालमा अहिलेसम्म यो मेरो 29 पटक हो हजुर। 29औं पटक? 29 पटक। पटक पटक आउनुभयो। अनि पटक पटक यहाँ आइपुग्दाखेरि केही रचनाहरू सरले रच्नु भएको छ कि कस्तो छ? यो भावना नआउने त मान्छेको होला हैन। यस्तो तालमा यस्तो सुन्दर चाहिँ प्रकृतिको चाहिँ एउटा अनुपम छटा आएको नजिक आएपछि अब सबैको भावना हुन्छ। कसैले अब लेख्ने नबुझ्ने हुन सक्छ भीम सर, एकदम हजुर। तर मैले पनि एउटा सानो चाहिँ नि सृजना धेरै अगाडि गरेको हजुरको हैन। किनभने म मुगुमा पनि बसेँ पहिला। धेरै पटक आउँदाखेरि यसको चाहिँ सुन्दरताले मलाई एकदम मोहित बनायो। मैले यसको बारेमा एकदमै ज्वारभाटा भएर आए विचारहरू भावनाहरू भनौँ न। र मैले केही चाहिँ नि लेखेको छु हजुरको त्यसमा। सुनाउन सक्नुहुन्छ केही हरफहरू? एउटा कविता छ चाहिँ तिमीसँग भन्ने हैन। हजुर। तिमीसँग भन्ने कविता छ। त्यो कविताको चाहिँ नि पुरै त याद छैन मलाई। हजुर हजुर। तर सानो चाहिँ हरफ भन्छु म हैन। हजुर। रारा निरन्तर रोज रोज नुहाउँदा शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म। रारा निरन्तर रोज रोज नुहाउँदा शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म। निरन्तर हावाको बहावसँग, सँगैका छायानाद चङ्खेलीसँग। आहा निश्चल सुकुमार तिमी, मिलीका झिलिमिली फुलहरूसँग। जीवनभर तिमीसँगै रमु जस्तो उन्मुक्त वयस्क मुर्माटपसँग। कतै छ भने स्वर्ग मैले देखेको छु तिमीसँग। यो मुर्माटप भन्नुभयो, मुर्माटप कता पर्छ? मुर्माटप यो माथिपट्टि हो। यो माथिको डाँडा हैन सर? डाँडालाई हामी मुर्माटप भन्छौँ। त्यहाँबाट 7-8वटा जिल्ला चाहिँ देखिन्छ। ए त्यो टप माथिबाट हैन? अनि रारा के रे रारा त्यो छायानाथ भन्नुभयो अर्को चाहिँ? छायानाथ त्यहाँ पर्छ हजुर। त्यो पारिपट्टिको डाँडा हैन, हिउँ परिराखेको छ त्यो डाँडा चाहिँ? त्यो चाहिँ देखिन्छ। अनि यो चुच्चेमारा भने नि सर मैले। हजुर हजुर। चुच्चेमारा यहाँ माथितिर पर्छ। यो माथि है, कति राम्रो छ। अनि सर र घुमाइदिनुहोस् यो चङ्खेली भनेको पारी। यो सबैले जानकारीले 1 रुपियाँको नोटमा अङ्कित हिमाल चाहिँ छ नि एउटा। माथिको डाँडा। माथिको डाँडा चङ्खेली हिमाल। हजुर। यसका धेरै कथाहरू छन् हैन। हजुर। धेरै चाहिँ एपिसोडहरू छन्। अब यो रारा तालको पारिपट्टि छ नि सर। हजुर हजुर। यहाँ चाहिँ आर्मी बसेको छ हेर्नुहोस्, एउटा पुलमा छ आर्मी। अनि यतापट्टि हजुर एउटा टावर जस्तो देखिन्छ नि यतापट्टि। माथि डाँडामा हजुर। त्यो भनेको एउटा चाहिँ त्यहाँ छाप्रो गाउँ थियो हेर्नुहोस्। त्यहाँ चाहिँ शाहहरू रोकाहरू थिए त्यहाँ। हजुर हजुर। र यो मुगु जिल्लाको सदरमुकाम पहिला यही ठाउँमा थियो। यो डाँडामा। र पछि चाहिँ यहाँ राष्ट्रिय निकुञ्ज भइसके पछाडि यहाँबाट अहिले गाभर भन्ने तपाईँहरूले सुन्नुभयो होला। एकदम। नेपालगञ्जबाट सुर्खेत जाँदाखेरि गाभर छ एउटा। त्यहाँ सबै सिफ्ट भएर। ए हो त्यहाँ चाहिँ यहाँको मान्छेहरू त्यहाँ चाहिँ सिफ्ट भएर अहिले होमस्टे पनि चलाइराखेको छन् त्यहाँ, गाभर होमस्टे हैन। अनि सरले एकदम सुन्दर मिठो कविता पनि सुनाउनु भयो हैन, कविताको लयमा। तर त्यसको मर्म अलिकति चाहिँ भनिदिनुहुन्छ? कविताले नै भन्छ हैन। मैले एउटा कल्पना गरेको एउटा सुन्दर चाहिँ एउटा महिला भनौँ, एउटा युवतीहरूले नुहाउँदाखेरि हेर्नुहोस् हैन, एउटा हावाको चाहिँ झुक्कामा नुहाउँदाखेरि जसरी यो राराले नुहाउँछ अहिले नुहाइराखेको छ एकदम। यो कति सुकुमार हुन्छ होला। हावाको निरन्तर हेर्नुहोस्, यो एकदमै निरन्तर नुहाउँछ चाहिँ प्रकृतिले। र त्यो हेरु जस्तो लाग्छ हेर्नुहोस् मलाई। एकदमै सुन्दर हुन्छ। यो मिलीको सारा प्रकृतिलाई चाहिँ साँची राखेर त्यसको सुन्दरता चाहिँ मैले बयान गरेको। र त्यो यो सुन्दर चाहिँ अन्त कमै मात्रामा पाइन्छ। एकदम साह्रै सुन्दर रारा ताल छ यो ताल। असाध्यै सरले चाहिँ मार्मिक कथा कविता पनि गाउनुभयो। यो ताल सँगसँगै रारा राष्ट्रिय निकुञ्ज पनि जोडिएको छ हैन। यो निकुञ्ज पनि असाध्यै सुन्दर र मनमोहक छ हैन। यसको केही छुट्टै केही छ सर? यसले चाहिँ व्याख्या गर्नुपर्ने। त्यो बेला चाहिँ नि राजा महेन्द्र चाहिँ यहाँ चाहिँ भ्रमणमा आउँदाखेरि उहाँलाई एकदमै मन पर्यो यो प्रकृति चाहिँ देखि उहाँ धेरै प्रभावित हुनुभयो। त्यस पछाडि त्यो भइसके पछाडि यहाँको अब बस्तीले त धेरै अप्ठ्यारो पार्ने भयो नि त प्रकृतिको चाहिँ संरक्षणको लागि। त्यसकारण त्यो चाहिँ नि यहाँको समुदायलाई यो गाउँलाई पुरा होल गाउँलाई नै सिफ्ट गरेर बाँकेको चाहिँ गाभर भन्ने ठाउँमा सिफ्ट भयो। र त्यस पछाडि यहाँ चाहिँ नि राष्ट्रिय निकुञ्जको रूपमा छ। यो नेपालको एउटा सानो राष्ट्रिय निकुञ्जमा पर्छ, रारा राष्ट्रिय निकुञ्ज।
यहाँ चाहिँ नि तपाईँको बँदेलहरू छन् होइन, यहाँ एकदम। कस्तुरी मृगहरू, विभिन्न चाहिँ नि मृगहरू, उम्, चराचुरुङ्गीहरू चाहिँ नि सबै चाहिँ नि पाइन्छ हजुरको। यो एउटा सुन्दर छ र मान्छेहरू एकदम आउन जान पनि सजिलो छ भीमसर यो होइन। यसको लम्बाइ चौडाइ मैले भने, के छ मैले भनिसक्नुभयो लम्बाइ चौडाइ होइन, भनिसक्नुभयो हजुर, ठिक हो हो। हजुर हजुर यो चाहिँ अरू चाहिँ यसको अरू केही विशेषता त्यस्तो केही छ सर? अरू त त्यही नै हो, सुन्दर छ, मान्छेहरू आइरहेका छन् जति, तर जुन रूपमा चाहिँ नि यसले चाहिँ नि एउटा पर्यटकीय महत्त्व बोकेको छ यसले, जुन रूपमा चाहिँ नि पर्यटकहरू आउनुपर्ने हो त्यो सकेको छैन। एकदम। किन भन्दा त्यसको लागि पूर्वाधारहरू चाहिन्छ, त्यसको लागि धेरै सुविधाहरू चाहिन्छ होइन। सरले पर्यटकको कुरा गर्नुभयो, यहाँ आउने कस्तो छ विदेशी यहाँ चाहिँ नि धेरै यसो स्वदेशी आगन्तुकहरू पर्यटकहरू नै आउँछ, स्वदेशीहरू होइन? आउनुहुन्छ? किन भन्दा लगभग यहाँबाट आधा घन्टाको दूरीसम्ममा गाडी नै आउँछ। ए